साथीहरू भुन्टीको मुहारमा मुस्कान र जीवनमा खुसीको एक किरण देख्न हामी आतुर छौँ। उनले जसलाई आफ्नो भन्न खोजिन् उसैबाट पराई ठहरिन्। जसको लागि आँसु खसालिन् उनीहरूकै शङ्खाको घेराभित्र परिन्। कहिलेकाहीँ सत्यसँग लड्नुभन्दा गाह्रो हुने रहेछ जब आफ्नै प्रियहरू झुटको पर्दामा अड्किन्छन्। साथीहरू भुन्टीको जीवनले अब प्रश्न चिन्हको उत्तर खोज्दै छ, तर विडम्बना उही जीवनमा जसले कसैले भुन्टीलाई बुझ्न सकेनन्। हामीलाई लागेको थियो भीम सुध्रिए, दाजुभाइको सम्बन्ध पनि सुध्रियो। अन्धकारमा डुबिरहेको त्यो घरमा फेरि उज्यालो छिर्न पाउँदा नपाउँदै त्यो उज्यालो फेरि तुवालोमा बिलाएको छ। भूपेन्द्रलाई कमजोर बनाउनको लागि आफ्नै शत्रु साथीहरूले परिवारलाई टुक्राउन खोजिरहेका छन्। भूमिकाको पीडालाई हतियार बनाएर हो साथीहरू भूमिकाकी भाउजू भुन्टी। जीवनमा उनले कहिले कसैको कुभलो चिताइनन्। सदैव सबैको कल्याणका लागि आफ्ना पाइलाहरू अगाडि बढाइरहिन्। उनले आफ्नो परिवारमा प्रेमको सुगन्ध फैलाउन सदैव सोचिरहिन्। तर आज त्यो प्रेम, त्यो विश्वास टुक्रने स्थितिमा पुगिसक्यो। उसको सम्पूर्ण जड भनेको भूपेन्द्रका आफ्नै साथीहरू शङ्खरे र भुडे शत्रु बनेर निस्किएका छन्। उनीहरूले गाउँभरि भुन्टीले नै भूमिकाको जीवन बर्बाद गराइन् भनेर फैलाएको त्यो भ्रामक हल्ला गाउँभरि ज्वाला झैँ सल्किएको छ। भीमले आफ्नै भाउजूलाई सन्देहको आँखाले हेर्न थालेका छन्। भूपेन्द्रको मन पनि द्वन्द्वमा छ, एकातिर बहिनी अर्कातिर श्रीमती। साथीहरू अझ गहिरो घाउ त भूमिकाले नै दिन् जब उनले भुन्टीमाथि हतियार उठाइन्। साथीहरू सत्य र असत्यको युद्धमा एक थुनिएको मोबाइल कलले कथा घुमाइरहेको छ। भुन्टीले फोन गरिन् तर सम्झाउने प्रयास स्वरूप, तर त्यसलाई प्रमाण बनाएर उही केटाले भुन्टी दोषी हो भन्ने नाटक गरिरहेको छ। साथीहरू यो कथा केवल पात्रहरूको द्वन्द्व होइन, यो हाम्रो समाजको ऐना हो जहाँ सत्य दबाएर नारीलाई दोषी ठहराइन्छ र सम्बन्धहरू सानो भ्रमले टुक्रिन्छन्। तर हामी परिवर्तनको बिउ रोप्न सक्छौँ, विश्वास, साहस र प्रेमको बिउ। नारी केवल सहनशील पात्र मात्र होइन, उनी परिवर्तनकी अभियन्ता हुन्। भुन्टीले दुःख, अपहेलना र आरोपका बीच पनि आफ्नो दृढता गुमाइनन्। भूमिकाको पीडालाई बुझिन्, दोषीलाई कारबाहीको दायरामा ल्याइन्। साथीहरू हामीले प्रत्येक नारीलाई संवेदनशील र साहसी नेत्रीका रूपमा हेर्न सिक्नुपर्छ। साथीहरू आजका लागि यति नै। भिडियो कस्तो लाग्यो कृपया भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। हवस् त, शुभ दिन।